येशूले अफिसरको छोरालाई निको पार्नुभएको घटना हामीले हेरेका थियौँ। आज हामी येशूले चेलाहरूलाई बोलाउनु भएको कुराहरू हेर्नेछौँ। एक दिन येशू गालिलको समुद्रको किनारमा हिँड्दै हुनुहुन्थ्यो अनि उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ आन्द्रियासलाई दुवै दाजुभाइ समुद्रमा जाल हानिरहेको देख्नुभयो। तिनीहरू मचुवा थिए। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मचुवा तुल्याउनेछु। त्यसपछि उत्तिखेरै जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे। फेरि त्यहाँबाट जाँदै गर्दा उहाँले अर्को दुई दाजुभाइलाई भेट्नुभयो। जब्दिएका छोराहरू याकुब र तिनका भाइ यौन्नालाई तिनीहरूका बुवा जब्दियासँग डुङ्गामा आफ्नो जाल तुनिरहेका देख्नुभयो। उहाँले तिनीहरूलाई बोलाउनु भयो अनि तिनीहरू पनि उत्तिखेरै डुङ्गा र तिनका बाबुलाई छाडेर उहाँको पछि लागे। अनि यसु गनेसरेत तालको किनारमा उभिरहनु भएको थियो। मानिसहरू परमेश्वरको वचन सुन्न उहाँको चारैपट्टि ठेलामेला गरिरहेका थिए। त्यसै बेला उहाँले तालको किनारमा दुईवटा डुङ्गा देख्नुभयो। तर जालहारीहरू चाहिँ डुङ्गा बाहिर बसेर आफ्नो जालहरू धोइरहेका थिए। ती दुईमध्ये एउटा डुङ्गा चाहिँ सिमोनको थियो अनि येशू त्यस डुङ्गामा चढ्नुभयो र डुङ्गालाई किनारबाट अलि पर लैजान लगाउनुभयो। उहाँले डुङ्गामा बसेर भिडलाई शिक्षा दिनुभयो। भिडसँग बोलिसकेपछि उहाँले सिमोनलाई भन्नुभयो, डुङ्गालाई गहिरोतिर लगेर माछा पक्रन आफ्नो जाल हान। तर सिमोनले भने, गुरुज्यू, हामीले रातभरि मेहनत गरेका छौँ तर पनि केही फेला पारेनौँ। तर तपाईँको वचन अनुसार म जाल हान्नेछु। अनि जब सिमोनले जाल हाने तब तिनीहरूले एक थुप्रो माछा पक्रे र तिनीहरूको जालमा माछा भरिएर जाल फाट्न लाग्यो। तिनीहरूले अर्को डुङ्गामा भएका साझेदारीहरूलाई बोलाएर सहायता गर्न लगाए र आएर तिनीहरूले पनि सहायता गरे। माछा यति धेरै भरिएका थिए कि तिनीहरूको डुङ्गासम्म डुब्न लागेको थियो। तब यो देखेर येशूको पाउमा घोप्टो परी सिमोन पत्रुसले भने, हे प्रभु, मबाट गइजानुहोस् किनभने म पापी मानिस हुँ। यत्तिका माछा पक्रेको देखेर तिनीहरू, तिनका साथमा हुनेहरू सबैले साह्रै अचम्म माने। त्यसै गरी जब्दियाका छोरा याकुब र यौना पनि छक्क परे। तिनीहरू सिमोनसँग साझेदार थिए। येशूले सिमोनलाई भन्नुभयो, नडराऊ, अब उपरान्त तिमीहरूले मानिसहरूलाई पक्रनेछौ। अनि जब तिनीहरूले आफ्ना डुङ्गाहरू पाखामा ल्याए, तिनीहरूले सबै थोक त्यागे र उहाँको पछि लागे। अनि येशू र उहाँका चेलाहरू कफरनहुममा जानुभयो र तुरुन्तै सभाघरमा पसेर उहाँले शिक्षा दिन लाग्नुभयो। अनि तिनीहरू उहाँका शिक्षामा चकित भए किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरू जस्तो होइन तर अधिकारसँग सिकाउनु भयो। त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएका एकजना मान्छे थिए। त्यसले यसो भन्दै चिच्यायो, हे नासरतका येशू, हामीलाई तपाईँसँग के सरोकार? के तपाईँ हामीलाई सर्वनाश पार्न आउनुभएको हो? म तपाईँलाई चिन्छु, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ। तर येशूले त्यसलाई यसो भन्दै हकार्नुभयो, चुप लाग, त यसबाट निस्किजा। अनि त्यस मानिसलाई लछार पछार पार्दै त्यो अशुद्ध आत्मा ठुलो स्वरले चिच्याएर त्यस मान्छेबाट निस्क्यो। तब सबैजनाले अचम्म माने र तिनीहरू यसो भन्दै एक आपसमा सोधासोध गर्न लागे, यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्मालाई पनि आज्ञा गर्छन् र यिनका आज्ञा मान्दा रहेछन्। अनि त्यसपछि येशूको ख्याति सम्पूर्ण गालिलको इलाकामा वरिपरि चारैतिर फैलियो। अनि उहाँ तुरुन्तै सभाघरबाट निस्केर याकुब र यौनाको साथमा सिमोन र आन्द्रियासको घरमा जानुभयो। सिमोनकी सासू ज्वरोले थला परेकी थिइन् र तिनीहरूले झट्टै उहाँलाई सिमोनकी सासूको विषयमा भने। उहाँले नजिक आएर तिनको हात समाती तिनलाई उठाउनु भयो र ज्वरोले तिनलाई छोडिहाल्यो। अनि तिनले उहाँहरूको सेवा गरिन्। त्यो साँझ घाम डुबेपछि मानिसहरूले उहाँका बिरामीहरू र भूत लागेका जम्मैलाई ल्याए। सारा सहर नै घरको ढोकामा जम्मा भएको थियो। अनेक किसिमका रोगले ग्रस्त भएका
धेरै बिरामीहरूलाई उहाँले निको पार्नुभयो। धेरै भूत आत्माहरूलाई निकाल्नुभयो। तर भूत आत्माहरूलाई बोल्न दिनु भएन। अनि भोलिपल्ट बिहान उज्यालो हुनुभन्दा धेरै अघि येशू उठेर एकान्तमा जानुभयो र त्यहाँ प्रार्थना गर्नुभयो। सिमोन र तिनीसँग हुनेहरू उहाँलाई खोज्दै गए। उहाँलाई भेटेपछि तिनीहरूले भने, सबैले तपाईँलाई खोजिरहेका छन्। तब उहाँले तिनीहरूलाई भन्नुभयो, आओ हामी नजिकका अरू सहरहरूमा जाउँ र त्यहाँ पनि प्रचार गरौँ, किनकि यसैको निम्ति म आएको हुँ। अनि सारा गालिलमा तिनीहरूका सहरहरूमा प्रचार गर्दै र भूतहरूलाई निकाल्दै येशू हिँड्नुभयो।